हजुरले सहयोगको लागि क्युआर राख्दा त हजुरको नामै क्युआर राखेछन् भने हावामा 1 रुपियाँ सहयोग गरेको छैन देशलाई। अनि मान्छेहरू त त्यस्तै भनिरहेछन् त। अब त्यसो भन्ने मान्छेले उसले सेन्ड गरेको त्यो रिसिट पनि त्यो होइन स्क्रिनसट गरेर भन्दा चाहिँ राम्रो हुन्छ। ल ल ठिक छ, म नभन्नु होला त भन्छु, तर यस्तो भन्दा पनि हजुर झन् भन्यो भने के गर्ने? कमिलाले हात्तीसँग तुलना आफूलाई गर्न थाल्यो भने ए हात्ती भनेको तपाईँ, कमिला भनेको हामी। त्यसो भने तपाईँ ल 100 दिनभित्र देश बनाएर देखाउनु त। 100औं वर्ष लगाएर बिगारेको देशलाई 100 दिनमा बनाउन सकिँदैन। अनि आजभोलिको सरकारले पनि काम गरेन भन्नुहुन्छ, विरोध गर्नुहुन्छ। केहीले पनि काम गरेका छैन कि 100 दिनमा गरेका छैन केही? कोसिस गर्नुभएको छ। कोसिस मात्रै गरेर हुन्छ? त्यतिजना मन्त्री हुनुहुन्छ, सांसद हुनुहुन्छ, होइन? हजुरहरूको काम चाहिँ के छ, के गर्नुहुन्छ? मलाई आएन भनेर यहाँ रोइरहेका छौँ हामी। अनि किन रोइरहेको त? मन्त्रीहरूको सांसदहरूको खासमा काम चाहिँ के हो? सरकारलाई दोष नै। मर्यादामा बसेर बोल्नु होला। आज रासपाको सरकार छ, रासपालाई दोष नै। अच्छा, हिजो कांग्रेसको त्यो कांग्रेसलाई दोषियो, अरू एमालेको थियो एमालेलाई दोषियो। होइन भने देशमा यो विकास गर्न चाहिँ के गर्नुपर्छ? मल उत्पादन गरौँ न। मल उत्पादन गरेर देश भन्छ। हजुर त्यहाँ संसदतिर गएर विरोधीको राजा किन भने? हामी देश विकासका लागि भनेर यहाँनिर सदनमा धेरै बोलिरहेका छौँ। तपाईभन्दा म जान्ने, म भन्दा तपाईँ जान्ने भन्ने हिसाबबाट पनि यहाँनिर फर एन्ड अगेन्स्ट कुराहरू भइरहेका छन्। तर मलाई लाग्छ हामीमा के कमजोरी भयो? अब के कमजोरी भयो भन्नु? एउटा प्रधानमन्त्री हुँदा अर्को विरोध गर्ने, अर्को हुँदा अर्को गर्ने, काम कोही नगर्ने, विरोध मात्रै गर्ने, त्यही त बिग्रिया छ। संसारमै एकजना यस्तो मेयर जो मेयरले काम गरेर विश्व कीर्तिमान राख्यो। को हो र त्यो मेयर? म मात्रै हो, अरूले राखेको छैन। अनि त्यो भन्ने पनि हजुरले मात्रै हो, अरू कसैले भन्दैन। साम्पाङ यो देशको प्रधानमन्त्री भएको दिन तपाईँ प्रधानमन्त्री भयो भने चाहिँ के हुन्छ? पहिला घरमा उहाँ मान्छेका फलफुलका बोर्ड थिए, ती सबै पैसाका हुन्छ। तपाईँ कहाँ जानु भएको थियो? त्यही पैसाको रोग भयो कि नै भनेर हेर्न गएको थिएँ घरमा। तपाईँ नबोल्नु अब। 2 तिहाई ल्याए भन्दैमा अरूलाई तपाईँको नबोल भनेर घाँटीमा न्याक्न पाइन्छ? यस्तै यस्तै कुरा गर्यो, विरोध गर्यो, अहिले यिनलाई नेपालमा नचिन्ने कोही पनि छैन। हरकसम पागलले को नचिन्दैन? नेपालभरिको मान्छेले चिन्छ। त्यो हरकसम पागल छ, त्यसको कुरै नगर्नु। म त त्यसको कुरै गर्दैन। मान्छेहरू यस्तो भनिरहेछन्। अझ अरू के भनेका छन् थाहा छ? बाले शाहको नाम लिएर पपुलर हुन खोज्यो रे। बालन शाहको नाम लिएर म किन पपुलर हो? ऊ भन्दा ठुलो ब्रान्ड हो म त पत्याउँदिन तपाईँ ठुलो ब्रान्ड हो भनेर। गाउँ कहाँ हो? मेरो घर सुदूरपश्चिम, सुन्दर सुदूरपश्चिम। बाँदरको गोठाला गर्नु नि, यो क्यामेरा पक्रिराख्नु भन्दा। होइन, हेप्न पाए भन्दैमा यसरी हेप्दिने यार। किन हेप्या मलाई? म बोल्दा अस्ति ताली बजेन। अरूले ताली पिटेन भनेर मलाई हेप्ने? आजदेखि म पनि साँच्चीकै क्युआरएको राजा भनेर मान्छु। हेर्नु सम्पूर्णमा नमस्कार। अलि रमाइलो हाँस्ने खालको रमाइलो खालको भिडियो बनाएको छु। कस्तो लाग्यो, के लाग्यो, प्रतिक्रिया दिनु। सब्सक्राइब गरी जोडिनु होला। अब म राम्रा भिडियोहरू, आफ्नै ओरिजिनल भिडियोहरू ल्याउँछु। सब्सक्राइब गरिदिनु ल।